ए नानी जान जा त्यहाँ गएर त्यति भाडा माझ्दै त त्यति मात्र भाडा छ माझ्दिहाल त हस् मम्मी हस् भइहाल्छ नि भाडा माझ्दै भनेको नि टेर्ने होइन केही काम गर्ने होइन जतिखेर पनि बस्या नत्र भयो मोबाइल चला मान्छेको छुटछुटले कति काम गर्छ केही पनि नटेर्ने हो यति भाडा माझेर सघाइदिए भए हुन्थेन त नानी जा त पानी परिसक्यो त्यति कपडा उठाएर आइज त जा त्यति काम त गर्दे ए हस् मम्मी हस् म गइहाल्छु नि यति अब लुगा उठा भनेको नि टेर्नु छैन पानी परेर लुगा भिजिसक्यो एउटा केही काम गर्न जाने होइन जतिखेर पनि मोबाइल हेरे नानी तैँले मोबाइल चलाएको एकदम धेरै बेर भइसक्यो अब एकछिन गएर पढेर बस्दा जा एकछिन पढ्दै त हुन्छ नि ए हस् मम्मी हस् म गइहाल्छु नि पढ भनेको नि टेर्नु छैन